के छ यार केटाकेटी हो. सो बेसिकली अ लट अफ बुल क्र्याप इज ह्यापनिङ ओभर इन्टरनेट. अनि देशमा धेरै धेरै काण्ड भइरहेको छ. त्यो सब देख्दाखेरि आई जस्ट वान्ट टु थ्रो दिस सिम्बल एट गभर्मेन्ट. के पनि होइन, यो पन्च गरे हो, नट समथिङ एल्स होइन. प्लिज डोन्ट क्यान्सल मी. आम अफ्रेड करियर सुरु हो त्यही खतम हो गया भयो भने टेन्सन हुन्छ केटा हो. अब इन्टरनेटमा आउटरीच गर्ने नेपालीहरूको पानी छ, त्यही माथि कन्टेन्ट क्रिएटरहरूले केही पाएन भने त अब जेमा पनि इङ्गेजमेन्ट खोज्नु पर्यो नि त. बगिरहेको खोलामा म पनि हात धोइदिउँ न भन्ने कुरा हो. अनि अब सरकारलाई गाली दिइरहेको रहेछ, यसो अलिकति अब इङ्गेजमेन्ट आउला कि भन्ने चाहनाले चाहिँ मैले पनि रियाक्ट गर्न खोजेँ. अनि यो रियाक्सन गर्दा गर्दै चाहिँ एकजना मेरो फेभरेट क्रिएटर हुन पुग्नु भएको छ यो मान्छे. आई जस्ट लभ द वे ही स्लर्स है. ओके लेट्स टेक अ भ्यू एट समथिङ. तो यसै माग्ने आएको छ र उसै माग्ने आएको छ र म त यसै गाइने आएको छ र उसै गाइने आएको छ र म यसै सुकुमासी उसै दलित डराउँदैन भाइ. प्रधानमन्त्री भएका मान्छेलाई पद काम परेको बेला चाहिँ यो बोल्दै बोल्दैन, चुप लागेर बस्छ. जब यसलाई भोट चाहिन्छ, जब यसलाई केही गर्नुपर्ने हुन्छ नि त्यतिखेर चाहिँ कराउँदै आउँछ. अझ यहाँ के भने चाहिँ पद खोसिने डर रे ब्रो. यार यही डरले तिमी गणेश नेपालीको केसमा पनि बोलेनौ, अरू केसमा पनि बोल्दैनौ. अहिले त्यही डर छ तिमीलाई पद खोसेला म बोल्यो भने भनेर. अब त्यतिखेर त हाम्रो इमोसनमा, मान्छेहरूको इमोसनमा अनि दलितहरूको इमोसनमा खेलेर पोजिसनमा आयो. अब त डर लाग्छ नि त, त्यही पोजिसन जान्छ, उनीहरूले नै दिएको पोजिसन जान्छ भनेर. यार कस्तो आइरोनी हो क्या यो. आउटरिच गर्न आएन म, एक्चुअली आई वाज हियर टु ह्याभ फन है. सो लेट्स गो टुवर्ड सम फन. घन्टी मुजीहरू सुन घन्टे मुजीहरू सुन खोलेर कान बलेन मुजी रन्डीको बान घन्टे मुजीहरू. ओके नखुमा मिटअप होला जस्तो दाइको पनि, मेरो दाइको, रवि लामी छानेको, सबजनाको नखु मिटअप एज सुन एज पोसिबल. बेरोजगारी छ देशमा भन्ने बित्तिकै यो सब त नगर न यार केटा. बट फन इज फन. अरू भन्दा नि कमेन्ट मजा आउँछ क्या यस्तो पोस्टको कमेन्ट है मुनि. वाह, उसले स्पेलिङ चेकिङ गर्नु पनि मतलब सोचेन क्या. गाली दिनु यति हतार छ कि होइन, स्पेलिङ पनि गलत भयो, बाल भएन. अझ 6 जनाले लभ रियाक्ट गरिरहेको छ. वाट इज माई कन्ट्री इज इभल्भिङ टु गाइज. यो सुदन गुरुङ माछिनी बारबराको चेल हो. ए खाते मुजी बौला रन्डीका छोरा मुजी बौलाई सिके माछिनी साइको मुजी तर आडीको छोरो मुजी जे कुरामा पनि मुजी त्यही पुरानेकै दोष लगाइदिनु. यो क्लिपको सबभन्दा फनी पास्ट लास्टमा छ क्या. कस्तो राइम मिलाएर लय मिलाएर उसले भयोभरको फ्रस्ट्रेसन पुगेर भनेको छ यार. फाउन्डेसन जल्छ रन्डीका छोरा सुदन गुरुङको चाकबाट मुजी कन्डोबाट मुजी बास सिराएर मुखबाट निकालेर यो रानीको छोरालाई घुमाइ घुमाइ माछिङलाई बारबेक्यू गर्ने हो. रन्डीको छोरा सबलाई मोमो एक प्लेट फ्रीमा माछिनी बाँस हालेर मोमो एक प्लेट फ्रीमा. त्यो लाउरेले भन्थ्यो त बाँडिदिन्छु सबैलाई मोमो एक प्लेट फ्रीमा. त्यही कुरा याद आइदिएर मलाई. अरू भन्दा नि म्यान द कमेन्ट्स यार, कमेन्ट पढ्न मजा हो क्या यस्तो पोस्टको. सो ओके दिस कमेन्ट इज एक्चुअली फनी. भगवानहरूलाई यति साह्रै गाली नगर्नु भयो पुग्यो हजुर. बालेन सरकारलाई चाहिँ पाइदिए भन्छु पापे मेरा. बालेन दा आइरोनी गरेर हो, प्लिज मलाई जेल नहाल्नु होइन. आई एक्चुली सपोर्ट यु बट आई डोन्ट नो हाउ मच द सपोर्ट इज लेफ्ट इन मी. अब प्लिज राम्रो काम हुँदै जाओस् भन्छु म चाहिँ होइन. यस्तै भयो भने चाहिँ मैले पनि डबल ठट गर्नुपर्ने हुन्छ दाइ. मुभिङ अन टु नेक्स्ट. ओहो क्रामी ग्याङहरू के भन्दै थियो है चुनावभन्दा पहिला है. काठमाडौँ नहीं जा पड़ता है अधिकार मांगे लागी, पशुपति में घूम जा पड़ता है. आप की भागेला है सिकेर आउटबाट सिकेर आयो क्या दाइलाई गाली यार. ओके द कमेन्ट इज हियर. ओ हजम जी क्या बात है, नीचे का बाल कटाना है. द एक्चुअल आइरोनी इज ही इज अल्सो फ्रम तराई. सो या मुभिङ अन टु नेक्स्ट पार्ट. तपाईले भन्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो काम गर्दैछ. राष्ट्रिय स्वतन्त्र पार्टीले काम कहाँ राम्रो गर्दैछ भने सामाजिक सञ्जालमा राम्रो काम गर्दैछ. के सो द कमेन्ट एबाउट सोसल मिडिया इज, यो कुरा एउटा हदसम्म ट्रु पनि हो होइन. अब कामहरू गर्यो नगरे भन्न मिल्दैन, पाप लाग्छ नगर्यो भन्नाले. तर अब देखावटी काम हो कि रियल काम हो होइन. अहिले करेन्टको सिचुएसन हेर्दाखेरि सोसल मिडियामा के लाग्छ थाहा छ, चिया पसलमा दिनभरि चिया खाएर गफ हान्ने मान्छे र एउटा मिम पेजको एडमिनले देश चलाए जस्तो देख्छ. यो सोसल मिडिया मात्रै बोलेर बस्ने हो भने 24 घण्टामा लाइसेन्स आयो भन्छ. लाइसेन्स कार्यालयमा सोध्नु जाँदा 2 महिनापछि आउँछु भन्छ. म अहिले काङ्ग्रेस एमाले माओवादी रासपा रापरपा सुन्नु, काङ्ग्रेस एमाले माओवादी रापरपा रासपा र शरम संस्कृति पार्टी राम्रो काम गर्यो भने सबैलाई समर्थन गर्छु. क्रिटिसाइज गर्दै भने बालेन सरकारलाई अब म एमालेको झोले अथवा काङ्ग्रेसको झोले हुन्छ. अब म काङ्ग्रेस र एमालेलाई क्रिटिसाइज गर्दै भने अब म बालेन सरकार आरएसपीको झोले हुन्छ. अब वाट द फक म्यान, क्वेसन गर्ने राइट पनि छैन हामीलाई. ठिकै छ, अब जे भन्छ वही सही. सो ओके मुभिङ अन टु नेक्स्ट. ओके वी हेभ अ सिङ्गम ओभर हियर, राउडी राठोड ओभर हियर. राष्ट्रिय छाडा पार्टीका मा झ्याग्नेहरू कोही चाहिँ बलात्कारी, कोही चाहिँ सहकारी ठग, कोही चाहिँ साला गोज. अङ्कलले खत्रै टपिक निकाल्नु भयो. हुन नि यो एउटा पोइन्टसम्म सबैजनालाई एलिगेसनै लागेको थियो. नट सबैजना एज इन होल सबैजना होइन, मेजर मान्छेहरूलाई नि एलिगेसन लागेको थियो होइन. कसैलाई के कोही जेल सजाय नै भोगेर आएको. सो ठिकै कुरा हो, तर यसरी नबोल्नु अङ्कल होइन. भएको एउटा जागिर पनि जाला, देश यसै बेरोजगारीमा डुबिरहेछ.
सो अलिकति विचार गर्नुहोस्। सेडी कोही चाहिँ माद्राचोत ती नसेडी थुक्क रेडीका छोरा हो। यस्ता मुजीलाई नेता मान्ने मुजी भेडा झन् माद्राचोत साला कुकुरहरू विजेतीहरू ठाउँमा जाऊ। घरमा आन्टी होला, बहिनीहरू होला, भाइहरू होला होइन, अथवा दाइ दिदी होला, जोसुकै होस्, प्लिज सोच्नु उहाँहरूको बारेमा पनि जागिर चैट होला। भोलि नखुमा मिटअप होला तपाईँ र मेरो पनि। सो मुभिङ अन टु नेक्स्ट। सुन बालेनको अन्धभक्तहरू त जिम्दै छस् कि मरिसकिस्, कमेन्ट बक्समा भुल्न छोडिसकिस् त आज भोलि। त म्याच चिन्ने बालेनलाई म 36 इन्चको खोडा लिएर आउँदैछु, खोडा हान्न जा मेरो केटाहरू गएर भन्दै हो। ब्लाइन्ड सपोर्ट गर्न नै मिल्दैन। अब म खतरा मान्छे, म जान्ने मान्छे होइन, एउटा ओपिनियन मात्रै सेयर गर्न खोजे हो। के भने कुनै पनि एउटा इन्स्टिट्युटलाई, अब सरकार पनि एउटा इन्स्टिट्युट त हो नि होइन, अर्गनाइजेसन हो। कुनै पनि त्यस्तो संस्थाहरूलाई क्वेसन गर्न थाल्यौँ अथवा छोड्यौँ भने चाहिँ उनीहरू ग्रेजुअली विक हुन्छ जस्तो लाग्छ होइन। उनीहरू आफैमा क्रेडिबिलिटी लस्ट गर्दै जान्छ। अब हामीले क्वेसनै गर्न छोडिदिउँ, जे कुरामा पनि ताली बजाउन थाल्यौँ भने त अब यो त के भन्ने यसलाई होइन, अन्धभक्तै भन्ने। यसरी भनेर चाहिँ नभन्दा ठिक हो दाइ, जेल पर्ला है। मलाई त डर लागिरहेको छ यो भिडियोमा। गाइस भन्नु होइन कि मलाई यो हाम्रो देशको अहिलेको प्रधानमन्त्री र यो रोनाल्डो दाजु उस्तै किन दिदी सोसियल मिडिया मात्रै हल्ला गर्छ भनेर लाग्यो कसम। फ्यान फलोवर चाहिँ टन्नै, काम चाहिँ ठ्याम्मै। अब काम त्यही त हो, गरिस् भन्दा गरे जस्तो। अब नेपाल भने काठमाडौँ भ्याली मात्रै हो गाइज, त्यही त हो। यो नेक्स्ट क्लिप चाहिँ इट वाज सच अ हिलेरियस फर मी होइन, नट बिकज देयर वाज अ गर्ल इन इट, तर इट वाज हिलेरियस टु मी। किनकि धेरै जस्तो अहिले हाम्रो केटाकेटीहरूको हालत पनि यही छ, थाहा चाहिँ केही पनि छैन, फोकटमा उफ्रेको छ होइन। माइतीघर मण्डलमा आउनु भएको छ किन? सुकुम्बासीकै बारेमा हो। सुकुम्बासीलाई न्याय दिनु पर्यो। हजुर। सुकुम्बासीले खाना पनि पाइरहेको छैनन् भन्ने गुनासो आइरहेछ। अब सुकुम्बासीलाई त सरकारले व्यवस्थापन गर्ने भनेको छ नि, जग्गा दिने भनेको छ, सुन्नुभएको छ नि, 4 आना जग्गा दिने सुकुम्बासीलाई। मलाई थाहै भएर हो। I don't want to throw jokes at her because she looks like a minor होइन। तर यही ठाउँमा म अथवा अरू केटाहरू भएको भए चाहिँ खतरा कुराहरू सुन्थ्यो होला कमेन्टमा हामीले होइन। अनि यो मिराज ढुङ्गाना होइन, यो बक्चोद, यो यसलाई टिआरपी मात्र चाहिएको छ, तर यसलाई किन सिरियसली लिइरहेको हो क्या? आफ्नो प्रोटेस्ट बोलाउँछ, प्रोटेस्टमा आफै आउँदैन होइन यो मान्छे। दाइ प्लिज अलिकति स्याड हुनु न, क्यामेरा यता सक्दै क्यामेरामा हेरिदिनु एकचोटि, क्यामेरामा प्लिज बक्चोद साला। अझ सुरुमा त्यो उतो पनि हुनु भने क्या, त्यो वसीपुरमा एउटा सिन छ नि, याद तेरी आएगी भनेर, हो त्यो वाला नि हुनुपर्ने। अझ यु मे हेभ हर्ड कि एभ्रिथिङ इज अ कपी अफ अ कपी फ्रम फाइट क्लब, बट वी डोन्ट कपी गगन थापा, वी आइडोलाइज हिम। बोल त्यति मात्रै जे म सुन्न चाहन्छु, त बोल त्यति मात्र जे मलाई त गगन थापा त्यसै पनि राम्रो लाग्दैन पोलिटिकली होइन। सो अब त्यो आउट अफ कन्टेक्स्ट रूपमा जाऊँ होइन, अलिकति आउट अफ कन्टेक्स्टको कुरा गरौँ। हामी त्यसै पनि बक्चोदहरू हो। संसद भवन नि छिर्यो कि क्या हो रविजी होइन, छिर्दिउँ, उठाइदिउँ, गाडी साडी जे छ उठाइदिउँ, लफडा सफडा गरिदिउँ, के छ र एकतालको जिन्दगी मरिलानु के छ होइन। अनि आई गेस यो मिम चाहिँ रिलेटेड टु गाडीवाला इन्सिडेन्ट होला, जुन चाहिँ गभर्मेन्टले नै प्लान गरेर उठाउन लगाएको थियो, अलिकति स्टन्ट हान्नलाई भन्ने कुरा निस्किरहेको थियो। वुड पिपुल हेभ रियाक्टेड द सेम इफ गणेश नेपाली ह्याड लिड हिमसेल्फ अन्डर। सरकार जो भए पनि क्वेसन चाहिँ हामीलाई गर्न पाउनुपर्छ भन्ने हो मेरो नि एउटा ओपिनियन। नाइस पोस्ट। पिएमलाई यो फोटो याद छ कि छैन बिर्सिनु भयो। अब बालेन दाइ दिनमा 10वटा स्ट्याटस हाल्नुहुन्थ्यो, त्यो बेलामा उहाँलाई याद पनि छैन होला, सिट पोस्टिङ गर्नुहुन्थ्यो लिटरली। गरिबीको चमेली बोलिदिने कोही छैन। हर्क बहादुर द मोस्ट ह्यान्डसम म्यान इन द पार्लियामेन्ट, माई गड ब्रो इज मोगिङ अस फ्रम पार्लियामेन्ट, नाइस वान। सस्मित यो गरिब भनेको के हो? सस्मित काठमाडौँ 5 बाहिर पनि नेपाल छ र? सस्मित किमा नुडल्स महँगो भए र मान्छेले चाउमिन खा दिस वान यार, नाइस वान होइन। सस्मित गरिब पनि मान्छे हो र? मार्दिम न यार गरिबलाई। थ्याङ्क यू हर्क साङपाङ फर बिल्डिङ द फर्स्ट एभर ब्रिज इन नेपाल। वी नेपालीज haven't seen any bridge in our lifespan. Thanks for this opportunity. किन ब्रो तिमी सुदूरपश्चिमबाट हो र? काठमाडौँ आऊ न, काठमाडौँमा त खतरा ब्रिज छ। रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहर। पिओबी सरकारी हस्पिटल आउटसाइड अफ भ्याली। अनि अरू भन्दा नि मलाई यो कमेन्टमा चाहिँ के कुरा हाँस उठ्छ भने, अब उनीहरूको त के हुन्छ भने सरकारलाई गाली गरिस् अथवा यो मान्छेलाई गाली गरिस्, गाली नगर भन्ने बेला भावनाले चाहिँ कमेन्ट गर्नुपर्ने हो नि त। तर उनीहरूले आफ्नो भयभरको फ्रस्ट्रेसन पोखिदिन्छ नि, कमेन्ट पनि गर्छ। आई वान्ट टु आस्क सरकार दिस क्वेसन। सरकारलाई गाली गर्यो भनेर भिडियोमा होइन एरेस्ट गर्न पाउँछ भने, त्यो जो भिडियो बनाइरहेको छ त्यो मान्छेलाई गाली गरेर हुन्छ नि कमेन्टमा, तिनीहरूलाई चाहिँ एरेस्ट गर्ने कि नगर्ने? केटा हो होइन, आम 21, आई डोन्ट नो वाट आम डुइङ विथ माई लाइफ।
सरकार नै यस्तो भइरहेछ, देशको हालत नै यस्तो छ होइन, के गर्ने हो आई डोन्ट नो। अब बाटोमा गएर ऱ्यान्डम बुलसिट गर्दै भिडियो बनाउनु नै एउटा त्यो जस्तो लाग्छ मलाई त है। ओन्ली चान्स फर मी, कि त म पनि अब एउटा सरकारको झोले हुनु पऱ्यो, मेबी द्याट्स द ओन्ली चान्स फ्रम मी। आई डोन्ट नो यार के गर्ने हो। सो लभ यु गाइज, थ्याङ्क यू फर बिङ हियर, मेरो 10 जना अडियन्स।